हेलो जुजुलापा सबैलाई। अनि सलुटमा आज दिवालीको तयारी चलिरहेछ। अनि हाम्रो म्याडमले के भनिराख्नु भएको थियो कि अनि हेर्नुहोस् घाम कति बिग्न छ। यहाँको वेदर साह्रै गरम, खाना पनि बाहिर राख्यो भने होला पाक्छ होला। अनि हेर्नुहोस् साइडमा चाहिँ गार्डनिङको काम चलिरहेछ। अनि हाम्रो म्याडमले रङ्गोली लिएर आउनु भन्यो मलाई। अनि म्याडम चाहिँ आर्ट गरिराख्नु भएको छ रङ्गोलीको लागि। अनि म पनि रङ्गोली लिएर बाहिर आएँ। त्यसपछि म्यामसँग त्यही कसो के बनाउने भनेर डिस्कस गऱ्यौँ। त्यसपछि चाहिँ म्यामले सर्कल बनाउनु हुँदैछ केसको हेर्छु। मेरो हेयरफल चाहिँ पुरा हुँदैछ कि अनि त्यही भएर कोरिरहेको। म्याडम चाहिँ हाम्रो साउथ इन्डियन लुक म्याडम कस्तो देखिरहेछ भन्नुहोस् होला कमेन्टमा। अनि हाम्रो लास्ट अब क्लोजिङ टाइममा दिवाली सेलिब्रेसन गऱ्यौँ। सबैले क्यान्डल जलायो। त्यसपछि म्याडमले चाहिँ दिया बाल्नुभयो, दैलोमा ढोकामा राखियो। स्लोमो ट्राई गरेको तर भएन। बाल्दा यति बिना हावा चलिरहेको थियो कि जतिखेप बाल्दा पनि बत्ती चाहिँ बुझिहाल्ने थियो। हावा चलेकोले गर्दाखेरि फेरि बाल्छु, फेरि बुझिन्छ। अब एकछिन हिँड्छ फेरि बुझिन्छ। म चाहिँ हाँसिरहेको फोटो खिच्यौँ। लास्टमा चाहिँ यो फेरि जलाएर सेरेमनी गऱ्यौँ हामीले। सबैले जलायो। लास्टमा चाहिँ आउनु कतिजना ठुलो जल्यो। पर्खेर भागिसक्यो, कति पछि भइसक्यो सबैजना। मजा आयो दिवालीमा। साथी सबजना डराइकन छुट्छु लगेर